घुमन्ते ग्रुप नाम सुन्दा चाहिँ एकदमै फन्नी लाग्ला, तर काम चाहिँ एकदमै राम्रो गरिरहेको छ है। घुमन्ते ग्रुपबाट पनि 1 लाख रुपियाँ होइन, 1,24,000 ओके 1,24,000 रुपियाँ रकम आएको छ भनिसकिसकेपछि यस्तो राम्रो काम तपाईँहरूसँग वाइ नट मैले किन नराख्ने भनेर पनि म तपाईँहरूसँग सेयर गर्दैछु। सो यसले चाहिँ एउटा पोजिटिभ मेसेज पनि जाओस् र जसले यसरी खटेर काम गरिराख्नु भएको छ उहाँहरूलाई एक किसिमको ऊर्जा पनि मिलोस् र भगवान्ले ब्लेसिङ पनि दिनुहोस् भन्ने म चाहन्छु। सर्वप्रथम सबैजनालाई दर्शक नमस्ते। हाम्रो म चाहिँ सुमित्रा ढका। हाम्रो यो चाहिँ हाम्रो आइटिटिएम ग्रुप अनि प्लस हाम्रो घुमन्ते ग्रुपबाट पनि हो यो। अनि घुमन्ते ग्रुपको चाहिँ अन्य साथीहरूले पनि हेल्प गरिराख्नु भएको छ। उहाँहरूलाई पनि उहाँको ग्रुप मात्र नभएर होइन अरू अन्य साथीहरूले पनि हेल्प गरिराख्नु भएको छ भन्ने हुन्थ्यो उहाँले होइन। उहाँहरू पनि सबैजना बाहिरै हुनुहुन्छ। उहाँहरूको बाहिर हुनुको कारणले गर्दाखेरि चाहिँ उहाँ आउनु सक्नु भएन। हाम्रो चाहिँ यहाँनिर साथीहरू भएर हामी आएको छौँ। उहाँको पनि ग्रुपबाट पनि आउनु भएको छ। भाइ तिम्रो लागि यो तिम्रो यही हो, भोलि पर्सि लिएर आउने यो फिक्स भयो अब है। यो लिएर आउने है, यो भोलि पर्सि आउँदाखेरि लिएर आउने हो। अनि के भन्छ त अब यही लिएर आउने हो, यो नहराइकन राख्ने हो। भोलि पर्सि आउँदाखेरि त्यो जुन अपरेसनको अगाडि यसको त्यतिखेर लिएर आउने हो, अपरेसन गर्नुभन्दा अगाडि है त। घुमन्ते ग्रुप नाम सुन्दा चाहिँ एकदमै फन्नी लाग्ला, तर काम चाहिँ एकदमै राम्रो गरिरहेको छ है। घुमन्ते ग्रुपबाट पनि 1 लाख रुपियाँ होइन, 1,24,000 ओके 1,24,000 रुपियाँ रकम आएको छ भनिसकिसकेपछि यस्तो राम्रो काम तपाईँहरूसँग वाइ नट मैले किन नराख्ने भनेर पनि म तपाईँहरूसँग सेयर गर्दैछु। सो यसले चाहिँ एउटा पोजिटिभ मेसेज पनि जाओस् र जसले यसरी खटेर काम गरिराख्नु भएको छ उहाँहरूलाई एक किसिमको ऊर्जा पनि मिलोस् र भगवान्ले ब्लेसिङ पनि दिनुहोस् भन्ने म चाहन्छु। सर्वप्रथम सबैजनालाई दर्शक नमस्ते। हाम्रो म चाहिँ सुमित्रा ढका। हाम्रो यो चाहिँ हाम्रो आइटिटिएम ग्रुप अनि प्लस हाम्रो घुमन्ते ग्रुपबाट पनि हो यो। अनि घुमन्ते ग्रुपको चाहिँ अन्य साथीहरूले पनि हेल्प गरिराख्नु भएको छ। उहाँहरूलाई पनि उहाँको ग्रुप मात्र नभएर होइन अरू अन्य साथीहरूले पनि हेल्प गरिराख्नु भएको छ भन्ने हुन्थ्यो उहाँले होइन। उहाँहरू पनि सबैजना बाहिरै हुनुहुन्छ। उहाँहरूको बाहिर हुनुको कारणले गर्दाखेरि चाहिँ उहाँ आउनु सक्नु भएन। हाम्रो चाहिँ यहाँनिर साथीहरू भएर हामी आएको छौँ। उहाँको पनि ग्रुपबाट पनि आउनु भएको छ। भाइ तिम्रो लागि यो तिम्रो यही हो, भोलि पर्सि लिएर आउने यो फिक्स भयो अब है। यो लिएर आउने है, यो भोलि पर्सि आउँदाखेरि लिएर आउने हो। अनि के भन्छ त अब यही लिएर आउने हो, यो नहराइकन राख्ने हो। भोलि पर्सि आउँदाखेरि त्यो जुन अपरेसनको अगाडि यसको त्यतिखेर लिएर आउने हो, अपरेसन गर्नुभन्दा अगाडि है त।